सन्चै आराम हुनुहुन्छ? हजुर कसरी थाहा पाउनुभयो वैद्य बाबा कहाँ? मैले चाहिँ टिकटकबाट टिकटक हेर्नु भएको थियो। हजुर ए ए ए ए। बिहान 6 बजे उठेर टिकटक खोलेर टिकटक हेर्दाखेरि हजुरको देखेँ। हजुर त्यही भएर म हजुरसँग आएको। ए ए ए भनेपछि हाम्रो बसोबास कहाँ पर्यो? मेरो जुनहल रोड। मेरो पसल चाहिँ नि पुतली बजार, पालपाली वस्त्र भण्डार। वस्त्र भण्डार, नारायणघाट, चितवन। ए ल धन्यवाद छ। अनि हजुरलाई मैले यो अघि सुगरको चाहिँ नि औषधि हजुर मैले अलिकति टेस्ट गराएको थिएँ। कस्तो लाग्यो हजुरलाई? एकदम ठिक लाग्यो मलाई। हो यस्तो किसिमको औषधिहरू तपाईँले योभन्दा पहिला पनि त इन्डियातिर कहाँ कहाँ जानुभएको थियो? काकाभित्र गएर एक महिनाको डोज मैले चाहिँ नि 20,000 आइसीको लिएर आएँ। त्योचोटि चाहिँ नि खाँदाखेरि घट्यो। अर्कोचोटि जाँदाखेरि 1 महिनापछि जाँदाखेरि फेरि 350 भन्दा माथि नै भयो, तल भएन। ओ ए ए फर्स्ट चोटिमा त अलिकति घट्यो, सेकेन्ड चोटिमा तपाईँको चाहिँ नि घटेन भन्नाले त्यो औषधिले त्यति काम गरेन। हो वही गातमा पैसा मात्रै खर्च भयो। हो जान आउन र बेलुकाको यहाँबाट 6 बजे 4 बजे गाडीमा चढेँ, बिहान 8 बजे पुगिने। अनि त्यहाँबाट दिनभरि गऱ्यो। अनि फेरि बेलुका त्यहाँबाट 5 बजे चढ्यो, यहाँ बिहान 6 बजे 7 बजे आउने। एकदम ढबडी थियो। तर आफ्नो रोगको लागि निर्मूल हुन्छ कि भनेर गइयो, तर निर्मूल भएन। ए ए सुगर कति देखिया थियो हजुरको फास्टिङ र पिपीमा? मेरो फास्टिङमा मेरो 200 कति, अनि अर्को पिपीमा चाहिँ नि मेरो 350 समथिङ थियो। अब यो त अचानक घट्ने बढ्ने भइरहेको छ। भनेपछि हजुरलाई पूर्ण विश्वासको साथ वैद्य बाबाका सुगरको पनि उपचार गर्नुहुन्छ भनेर आउनुभएको हो। सम्पूर्ण दर्शकबिनहरूलाई म तान्त्रिक वैद्य बाबा यी लागु भागो मात्रै नभइकन मेरा पूर्वीय सभ्यता जडीबुटी सप्लाइजले विभिन्न किसिमको रोग अनुसारको अहिले जडीबुटीद्वारा थुप्रा उपचार गरिरहेको छ। दर्शकबिनहरू हजुरलाई कोलेस्ट्रोल, थाइरोइड अथवा चाहिँ गानु गोला, ग्यास्ट्रिक, बाइगोला र अर्को कुरो सुगरले धेरै ग्रस्त हुनुभएको छ। ठाउँ जति औषधि गर्दा पनि हजुरलाई चाहिँ अलिक गाह्रो भएको छ भने हामीले दर्शकबिनहरू यहाँ देख्न सक्नुहुन्छ। यो थरी हामीले 60-65 आइटमहरू मिक्स गराएर मैले बनाएको छु। दर्शकबिनहरू हेर्नुहोस् है, यो मेरो गुरु शिक्षाद्वारा धेरै पुर्खौँदेखि मेरो हजुरबाबु जिजुबाजेहरूले पनि खाएर आउनुभएको थियो। र यो औषधिले हजुरहरूलाई यो अहिले त कन्ट्रोल भनेको कुरो दर्शकबिनहरू हरेक तत्त्वबाट पनि अलिकति कन्ट्रोल हुनसक्छ, तर निर्मूल हुन पर्यो दर्शकबिनहरू। एकदम यो औषधिले केही समय खानुहोस्, जतिसुकै कति पुरानो छ हजुरको केही समय खान पर्ला। भर्खरको सुरु छ भने तपाईँको 3 महिनामा एकदम ब्रेक लगाएर राख्छ। अति पुरानो छ भने 10 मिनट केही समय खान पर्ला। तर हजुरले इच्छा लागेको कुरा खानु। इच्छा लाग्यो भनेर जाँड रक्सी अत्याधिक मिठो लाग्यो भनेर खानेकुरा त भएन होइन। तर लिमिटले मात्र उहाँलाई हजुरले खुवाएको थिएँ नि मैले अहिले भर्खरै हेरेँ 1 चिम्टी ला हेर्नुहोस् है 10 मिनट मात्र 1 चिम्टी बिहान दिउँसो बेलुका 3 खुराक खानुहोस्। त्यसपछि हजुरको एकदम ब्यालेन्समा आइसकेपछि 2 टाइम खानु होला। हजुरहरूले चाहिँ डक्टरी ट्याब्लेट पनि खानुपर्छ भने हामीले 1-2 घन्टाको फरक पारेर खान सकिन्छ। हेर्नुहोस् है, जस्तै अब तपाईँको चाहिँ खाना खाने बित्तिकै खानुहुन्छ भने खाना खाएको 1-1.5 घन्टापछि फेरि यो सेवन गर्ने। अब यो गर्दै गएपछि हजुरहरूले चाहिँ केही कन्ट्रोल हुन्छ। हजुरले फेरि चाहिँ 15 दिन भन्दा या त ल्याब टेस्ट नगर्नु होला। 15-16 दिनमा अथवा चाहिँ हजुर 20 दिन अब 1 महिनामा हजुरले चाहिँ फास्टिङ हेर्नुहोस्। अथवा 10 महिनाहरू हजुरले खाना खाइसकेपछि मतलब हात धोइसकेपछि ठिक घडी हेर्नुहोस् 2 घन्टाभित्रमा हजुरले ब्लड टेस्ट गर्नु होला। खाना खाएको टाइममा होइन, खाइसकेपछि मात्रै हेर्नुहोस्। र फास्टिङमा तपाईँले त्यसै हेरेर हुँदैन। 10 मिनटहरू हेर्नुहोस् है, हजुरले खाना खाएको 10 घन्टा कटेको हुनुपर्छ। हेर्नुहोस् 10 मिनट थोरै भनेको 10 घन्टा कटिसकेपछि बल्ल फास्टिङ हेर्नुहोस्। बिहान 7 बजे नभइकन घडी हेर्नुहोस्। मेरो 10 घन्टा कट्यो भने चाहिँ 8 बजेतिर पनि हजुरले फास्टिङ हेर्न सक्नुहुन्छ। त्यसपछि अनि खाना खाइसकेपछि हात धोइसकेपछि त्यसपछि हेर्नुहोस् पिपी हेर्नुहोस्। अब यो महिनामा चेक गर्न 10 मिनटहरू हजुरले इच्छा लागेर अहिले ब्रेक लगाएर राख्ने कुनैले
निकालेकै छैन दर्शकबिनहरू। म ग्यारेन्टी ठोक्क साथ भनिदिन्छु, इच्छालाई कुरा खानुहोस्, बढ्दै बढ्दैन। यदि मिठाई अथवा कुनै तत्त्व पनि खान सक्नुहुन्छ दर्शकबिनहरू। हेर्नु यस्तो महत्त्वपूर्ण वैद्य बाबाले निकालेको छ दर्शकबिनहरू। अब सम्पर्क नम्बर हामीले दिइराखेको छौँ, योभन्दा पहिलाको भिडियोमा पनि दिएको छु। र यहाँ हाम्रो म्याडम धेरै ठाउँबाट दुःख पाएर आउनुभएको छ। दिल्ली पनि पुगेँ, दिल्ली पनि पुग्नुभयो? दिल्ली पनि पुगेँ। दिल्लीको पनि मैले 1 वर्ष, नेपालको मैले चाहिँ नि दिल्लीबाट गएर नेपालको चाहिँ कुनै पनि चिजहरू खाइएन। पानी पनि हामीले त्यहाँबाट यत्रो मिसिन ल्याएर 25 लिटरकोमा आधा घन्टा राखेर पानी पनि, नुन तेल चामल सब चिज क्या, सब चिज हामीले दिल्लीबाट ल्याएर प्रयोग गऱ्यौँ। तर पनि हाम्रो केही पनि अनको नाममा ठन पनि भएन। अब हामीले जसो तसो भए पनि सन्चो हुन पर्यो होइन। 20 को 19 मात्र भएन। अब औषधि सेवन गरिसकेपछि हामीले सन्चो हुन पर्यो है। अब सुगरको मात्रामा हामीले जति चाहिन्छ त्यो लेभलमा हुन पर्यो होइन। सुगर बिना त हामी बाँच्नै सक्दैनौँ होइन। मैले दर्शकबिनहरू पहिले पनि मैले दिइरहेको छु, सुगर, प्रेसर, ग्यास्ट्रिक यी 3 भाइ हुन्। 3 भाइलाई तराजुमा जोखेर आफ्नो आफ्नो ठाउँमा वेटमा राख्ने हो है। अब ग्यास्ट्रिक बढ्यो, सुगर पनि बढ्यो हो। अब तपाईँको चाहिँ नि अब प्रेसर पनि बढ्यो हेर्नुहोस् है। मेन भनेको पचाउने पाचन क्रिया, ग्यास जे खाइन्छ गेडागुडी अथवा चाहिँ मिठी नमिठी जे खाइन्छ पच्नु पाचन क्रिया। अब मैले धेरै गुलियो पनि खाँदिनँ, कहिले कहिले खाइन्छ। महिनामा एकचोटि फलफुलहरू खाँदाखेरि पनि एकदम सुगर बढ्छ के। अब यस्तो पनि हुन्छ दर्शकबिनहरू, कतिपय हजुरहरूले विश्वास गर्नु होला नगर्नु होला होइन। दुईटा शक्ति त तपाईँले देखिराख्नु भएको छ होइन। एउटा राम्रो शक्ति, एउटा नराम्रो शक्ति। त्यो नराम्रो शक्तिले जस्तो पनि प्रभाव पार्न सक्छ दर्शकबिनहरू। हेर्नुहोस् है, यदि उसले जुनसुकै अङ्ग पनि बिगार्न सक्छ भने सुगर र प्रेसरलाई पनि घट्नै दिँदैन दर्शकबिनहरू, ठोक्का साथ भनिदिन्छु। हेर्नुहोस् है, भन्न त भनिन्छ वंशगुणा हो। हजुरबा हजुरबाजेलाई क्यान्सर भएको थियो भने हामीले नि के क्यान्सर हुने हो त? हेपाटाइटिस बी खतरनाक रोग बा हजुरबाबुलाई लाग्थ्यो भने वंशगुणा सबैले त्यही रोग लाग्छ त? वही बातमा मान्दिनँ म। तर के हो भने यी नकारात्मक शक्तिले पनि हामीलाई चाहिँ नि कन्ट्रोल हुन दिँदैन, बिगारिदिन्छ। जति औषधि खाए पनि उसले लाग्न दिँदैन हो कि भन्नुहोस् त होइन। सुगर बढाएर हुन्छ कि, अल्सर बिगारेर हुन्छ कि, क्यान्सर बनाएर हुन्छ कि हो, प्रेसर बढाएर हुन्छ कि, कतिपय यहाँ चाहिँ हामीले थुप्रै किसिमको चाहिँ हामी कहाँ चाहिँ नि अब पेसेन्टहरू आएका हुन्छन्। अब आज पख तँलाई तेरो सुगर बढाएर तेरो प्रेसर बढाएर तँलाई ढाल्छु, तँलाई चाहिँ भित्रभित्र खेलै तँलाई मार्छु भन्ने दुष्टहरू दर्शकबिनहरू यहाँ कति आएका छन् हो कि होइन। तपाईँले कतिको विश्वास गर्नु? एकदम मलाई विश्वास हो कि होइन। तर औषधि जति खाँदा पनि भेटेन भने त्यसलाई पनि खोजी गर्नुपर्छ अर्को तरिकाले पनि है। के भन्नुहुन्छ त यहाँ समाज सञ्जालमा? मैले के भन्न चाहन्छु भने आउनुहोस् यहाँ, सुगर प्रेसर थाइराइड के अरे ग्यास्ट्रिक कोलेस्ट्रोलहरूको एकदम राम्रो औषधि पाउनुहुन्छ। हजुरको शरीरको लागि सम्पर्क गर्नुहोस्। यसमा सम्पर्क नम्बर दिइराख्नु भएको छ। हजुरले आएर सम्पर्क गरेर औषधि लिएर गएर आफ्नो जीवन दान प्रदान गर्नुहोस्। सुख र उसमा समृद्धिमा बस्नुहोला, म यही भन्न चाहन्छु। हस् त, सबै दर्शकबिनहरूलाई हाम्रो नमस्कार छ। आउँदो फेरि भिडियोमा हामी भेटौँला। धन्यवाद। हस् त।